अब फागुन 21 नजिक आउन लाग्यो है। अब भोट कराइदिने भनेर तपाईँले डिसिजन गरिसक्नुभयो होला जस्तो लाग्छ मलाई। अब उम्मेदवारहरू घर दैलो कार्यक्रममा निस्किसकेका छन् होइन। कहिले गाउँ कस्तो छ, गाउँको बाटो कस्तो छ, गाउँको शिक्षा कस्तो छ, बुढापाकाको स्वास्थ्य कस्तो छ, बच्चाहरूको पढाइ कस्तो छ, गाउँ शान्त छ कि छैन, गाउँमा खुसी छ कि छैन भन्ने कुरा केही मतलब छैन ती नेताहरूलाई जो हिजोको दिनमा सत्तामा थिए अथवा मन्त्री थिए अथवा एउटा कार्यवाह सम्हालेर बसेका मान्छेहरू अहिले घर दैलो कार्यक्रममा आएका छन्। तिनीहरूलाई लाज पनि छैन है। हुन त लाज के हुन्थ्यो, लाज त तिनीहरूले पहिले नै पचाइसके। त्यही भएर हामी देशलाई माया गर्ने मान्छे खोजिरहेका छौँ, जनतालाई माया गर्ने मान्छे खोजिरहेका छौँ। तपाईँसँग यतिको ज्ञान हुनु पर्यो कि कुन मान्छेले देश र जनताको माया भावना बुझ्छ त्यो मान्छेलाई आफैले छानेर भोट दिनु होला। यो फेरि बार यो चुनाव आउँदैन है। त्यो भएको भएर राम्रो मान्छेलाई एकपटक सोचेर भोट गरौँ। हाम्रो होइन, राम्रो मान्छे।